ए नेपाली हो, ए नेपाली दाजुभाइ दिदीबहिनी हो, ए नेपाली आमा बुवा भान्जा भान्जी र जेन्जी हो, नभाग्नु मलाई देखेर, नभाग्नु मलाई देखेर, कान नथुन्नु मेरो आवाज सुनेर। म तपाईलाई बिउझाउन आएको हुँ, म तपाईलाई उठाउन र यो देश बनाउनका लागि एक ठाउँमा जुटाउन आएको हुँ। लडिरह्यौं हामी, एक आपसमा लडिरह्यौं, काट्टामार गरिरह्यौं, अकालमा हामी ज्यान गुमाइरह्यौं, हजारौं हजारको संख्यामा हामी शहीद भइरह्यौं। पार्टीको नाममा लड्यौं, कहिले कहिले जातिको नाममा लड्यौं, धर्मले कहिले हामीलाई लडायो, कहिले वर्गले लडायो त कहिले व्यक्तिगत स्वार्थले लडायो। हामी एकअर्काको दुश्मन बनेर शत्रु बनेर लडिरह्यौं। अब म यहाँहरु सम्पूर्णलाई भन्न चाहन्छु, अब एकअर्कासँग हामीले लड्न छोडेर मिलेर यो देशलाई बनाउनका लागि श्रमदानको महाअभियानमा जोडिनुपर्छ। आदरणीय नेपाली दाजुभाइ दिदीबहिनीहरु, त्यो भन्नका लागि म आएको छु।